खुसीको क्षणमा छौँ। ललितपुरवासी जुन सेल सेन्टर यहाँ उद्घाटनको जुन समारोहमा यहाँहरू सम्पूर्णलाई म हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। जोरदार। सबैभन्दा पहिला हामी हर्षित छौँ र सरको हातबाट हामीले यो खुसीको क्षण रिबन काट्ने जुन अवसर हामीले प्राप्त गर्दैछौँ, यो हाम्रो लागि, यहाँहरू सबैको लागि सौभाग्यको विषय हो भन्ने मलाई लाग्छ। र हामी अलिकति समयभन्दा अलिकति ढिला चाहिँ कार्यक्रम जुन गर्न गइरहेको हुनाले क्षमा प्रार्थी पनि छु, क्षमा प्रार्थी छौँ। र यो महत्त्वपूर्ण क्षणमा हाम्रा कम्पनीका भिजनरी व्यक्ति सबैलाई स्वस्थ बनाउनुपर्छ, सबैलाई मस्त बनाउनुपर्छ, सबैलाई रोजगारी दिनुपर्छ र एउटा यो अभियान राष्ट्रिय रूपमा लिएर जानुपर्छ भन्ने जुन सोच राखेर उहाँले जुन बिउ नेपालमा रोप्नुभयो, हामीले उहाँलाई साथ दियौँ। थुप्रै व्यक्तिहरूले साथ दियौँ र उहाँ हाम्रो माझमा उपस्थित भइसक्नु भएको हुनाले अतिथिको आसन ग्रहण गरिदिनको हुनको निमित्त म सिइओ विजय सिंह चौहान सरलाई म हार्दिक अनुरोध गर्न चाहन्छु र माल्यार्पण गरिदिनु हुनको लागि, माला र खाजा लगाइदिनु हुनको लागि कल्पना म्याम र पूजा म्यामलाई म अनुरोध गर्न चाहन्छु। जोरदार ताली यहाँहरूले। ताली पुगेन है, ताली पुगेन, अलिक जोरदार ताली। ताली ताली सबैजना। धन्यवाद। सरलाई आसन ग्रहण गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। त्यसै गरी आदरणीय सर, हाम्रा नेपालमा महत्त्वपूर्ण हिसाबले हामीलाई सहयोग गरिरहनु भएको कम्पनीको टिसिओ सर श्रवण कुमार महतो सरलाई पनि आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु र उहाँलाई माल्यार्पण गरिदिनु हुन पुनः कल्पना म्याम र पूजा म्यामलाई म अनुरोध गर्न चाहन्छु। ताली भएन, ताली भएन। धन्यवाद। त्यसै गरी आदरणीय मिजासिलो व्यक्तित्व, सबैको मनमा बस्न सफल व्यक्तित्व सिइओ सर दिनेश कुमार कार्की सरलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। त्यसै गरी आदरणीय ग्रेट लिडर, सबैलाई झकझकाइरहने व्यक्तित्व, मलाई पनि धेरै झकझकाउनु भयो उहाँले, त्यही कारणले गर्दा म आज यहाँ छु। हाम्रा ग्रेट लिडर केबी पाण्डे सरलाई आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। त्यसै गरी अब ललितपुर डिपोबाट जुन हिम्मत र हौसला राखेर धेरै व्यक्तिहरूलाई लेडिज मिलेर धेरै व्यक्तिहरूलाई सफल बनाउनुपर्छ, सक्षम बनाउनुपर्छ, निरोगी बनाउनुपर्छ भनेर जुन हिम्मत उहाँहरूले गर्नुभयो, उहाँलाई म व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु। यतिको हिम्मत उहाँहरूले राख्नुभयो र उहाँहरूलाई पनि आसन ग्रहण गर्ने र खादा लगाइदिने कार्यक्रम रहेको छ र त्यसको लागि
कल्पना म्याम कल्पना केसी म्यामलाई खाता लगाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु। हजुर त्यसै गरी पूजा अधिकारी म्याम उहाँहरूको साहसलाई हजुर हामीले साथ दिनुपर्छ। त्यसै गरी एसमी राई म्याम अगाडि आउनुहोस्।